नमस्ते, वेलकम ब्याक टु नेपाली पियानो लेसन। फेरि एउटा नयाँ लेसन लिएर आइसकेको छु है, धेरै दिन पछाडि। अनि आज चाहिँ हामीले मोहनी लाग्लाहेको पार्ट 1 हामीले गरिसकेका छौँ। तपाईँले पार्ट 1 हेर्नु भएको छैन भने तपाईँले गएर हेर्नुहोला। अनि यो चाहिँ मोहनी लाग्लाहेको पार्ट 2 है। अनि आज चाहिँ म तपाईँहरूलाई यो सङको फुल ट्र्याक पनि म तपाईँहरूलाई प्रोभाइड गर्नेछु। अनि त्यो ट्र्याकसँगै तपाईँले यो गीतलाई बजाउन सक्नुहुन्छ है। अनि ट्र्याक चाहिँ तपाईँले डिस्क्रिप्सनमा त्यहाँ लिङ्क राखेको छु, त्यो लिङ्कबाट तपाईँले डाउनलोड गर्नुहोला अनि बजाउनु होला। अनि कस्तो बजाउनुहुन्छ मलाई पठाउनु होला। म तपाईँहरूलाई तपाईँहरूले बजाएको ठिक छ कि छैन, के छ कस्तो छ म हेरेर तपाईँहरूलाई फिडब्याक दिउँला है त। ल हामी अब लेसन 2 लाई चाहिँ, यो लेसन 2 भन्नाले यो गीतको पार्ट 2 लाई चाहिँ हामी स्टार्ट गरौँ है त, कस्तो हुन्छ। ल अनि जो जति नयाँ हुनुहुन्छ सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ प्लिज सब्सक्राइब गरिदिनु होला है त। हुन्छ, आउनुहोस् ढिल नगरी सुरु गरौँ। ल अब सेकेन्ड पार्टमा चाहिँ हामी यो म्युजिक र अन्तरालाई हेर्नेछौँ है त। अगाडि हामीले गरिसकेका छौँ, त्यो हेर्नु होला। अनि सेकेन्ड पार्टमा चाहिँ यस्तो छ। ल यो एउटा म्युजिकको पार्ट हेरौँ है त। यो पार्ट छ नि होइन। ल यो पार्टलाई हेरौँ है त। यो पहिला म्युजिकको पार्ट अनि त्यस पछाडि भर्सको पार्टलाई हेरौँ है त। तपाईँले स्क्रिनमा हेर्न सक्नुहुन्छ त्यहाँ के नोट छ भनेर। ल हेर्नुहोस् है, त्यसमा चाहिँ त्यो फर्स्टको पार्टमा चाहिँ 3टा जी छ। हेर्नुहोस् है, यो हामीले जी 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 हान्नु पऱ्यो। अनि यहाँ चाहिँ जी मेजर कर्डै राख्नु पऱ्यो, जी मेजर कर्ड है। तपाईँ एउटा जी नोट राख्नुभयो नि भयो। जी 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 3 चोटि अनि GABAG 2 चोटि, GABAG फेरि हेर्नुहोस् है, GABAG GABAG अनि ई गर्दाखेरि चाहिँ माथिपट्टि हेर्नुहोस् त ए माइनर लेखेको छ नि, यो जी छ, जीको ठ्याक्कै एक स्टेप यता सार्नु भयो भने ए माइनर। अब हान्नु सक्नु भएन भने ए मात्रै थिच्नु भयो नि भयो यसरी है, यसरी हेर्नुहोस् है। जी र ए मात्र गर्नुभयो नि भयो, यति पार्ट है। हेर्नुहोस् त, जी 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 बी एच फेरि। अब सेकेन्ड पार्टमा चाहिँ यो ए माइनरमै बसिरहेछ, हामी ए जान्छौँ होइन। ए ए ए ए बी सी बी ए। यति भयो। अनि त्यो बिडी गर्ने बेलामा चाहिँ हाम्रो चाहिँ यहाँ तपाईँले एउटा यसरी डी नोट एउटा डी नोट यसरी थिच्नु भयो नि भयो है, अथवा डी कर्डै हान्नुभयो भने अझै राम्रो आउँछ भने। यहाँ ए माइनर देखिनुहोस् है, ए अब बिडी बिडी बिएजी बिडी बिडी बिएजी अनि लास्टमा एउटा डी चाहिँ मैले बिर्सेछु, त्यहाँबाट थाहा होला है। यो सेकेन्ड पार्टलाई एकचोटि हेरौँ है त। अब दुवै पार्टलाई बिस्तारै गरौँ। एकछिन कुर्ने अनि यही पार्ट चाहिँ दुई चोटि बजाउनु पर्छ है। अलि छिटो। अनि एउटा चाहिँ यो तपाईँले यो बी नोट थियो नि, बी नोटदेखि यसरी डीसम्म तान्नु सक्नुहुन्छ, यसरी 4 चोटिसम्म है। लाइक चाहिँ हेर्नु है त।
सुरु हुन्छ है। कुन संजोग होला कुन दैव होला भेट भयो बगर। हेरौँ है त यसको मेलोडी। तपाईँले माथि स्क्रिनमा हेर्नुहोस् त कुन जी कर्डमै बसिरहेको छ है। त्यो जी ब्राकेटमा लेखेपछि त्यो कर्ड त्यो पुरा भरि नै कर्ड। अब कुन संजोगमा चाहिँ कुन संजोग ए बिबिए होइन। अब होला भने चाहिँ होला कुन संजोग होला होला हेर्नुहोस् है कुन संजोग होला। अब कर्ड चेन्ज भयो कुन दैवमा चाहिँ फेरि ए माइनर आयो। अब एबाट कुन दैव एएजी है कुन दैव होला होला त्यसमा चाहिँ जिएडिबी होला। यो दुईटालाई सँगै हेर है त कुन संजोग होला कुन दैव होला। यति भयो है। अब भेट भयो भन्ने बेलामा चाहिँ हामी सी कर्डमा जान्छौँ है। अनि त्यसमा नोट चाहिँ भेट भयो ए जी जी एफ शार्प छ है भेट भयो हेर्नुहोस् त त्यहाँ भेट भयो एफ शार्प जी जी है भेट भयो। अब बगर भन्ने बेलामा चाहिँ हामी ए मेजर अब ए माइनर होइन है। यो अघि चाहिँ ए माइनर थियो अब चाहिँ ए मेजर है। यसरी देख्न होस् सजिलो होस् भनेर यस्तो लुकाउँदैछु है। फेरि यसरी नबजाउनुहोस् है। अब बगर भन्ने बेला चाहिँ भेट भयो र भन्ने बेला चाहिँ फेरि हामी जीमा पुगेछौँ है। भेट भयो फेरि हेर्नुहोस् है। जति सक्दो म अलिक स्लोमा देखाउन ट्राई गर्छु तपाईँले बुझोस् भनेर। कुन संजोग होला कुन दैव होला भेट भयो बगर है। अब कुन गाउँ होला हेरौँ ल स्क्रिनमा फेरि हेर्नुहोस् है कुन गाउँ होला भने चाहिँ अब कर्ड हामी जीमै बसिरहेको छौँ है। अब कुन गाउँ कुन बिबिई है कुन गाउँ अब होला है त हो कुन गाउँ होला होला बी सी शार्प बी ए छ है कुन गाउँ होला। अब कुन ठाउँ होलामा चाहिँ यहाँ कर्ड ए माइनर आयो है ए माइनर। अब कुन ठाउँ होला हेर्नुहोस् है कुन ठाउँ यहाँ ए पनि आएको छ है कुन ठाउँ एउटा हमलाले कुन ठाउँ यो भयो। अब होलामा चाहिँ होला यहाँ चाहिँ बिएजिई। अब कुन गाउँ होला कुन ठाउँ होला एकचोटि हेरौँ है त कुन गाउँ होला कुन ठाउँ होला कुन गाउँ होला। अब सीमा बस्ने कुन सहर बस्ने कुन सी शार्पमा है अनि बस्ने कुन। अब सहरमा चाहिँ सहर बिएजिइजी बस्ने कुन सहर एकचोटि पुरै देखाउँछ है कुन गाउँ होला कुन ठाउँ होला बस्ने कुन सहर।
यति छ है यो पार्ट। ल हुन्छ, थ्याङ्क यू सो मच। तपाईँले बुझ्नुभयो होला है, आई होप। अनि नेक्स्ट लेसनमा फेरि हामी भेट्नेछौँ। अनि तपाईँले यसको ट्र्याक चाहिँ लिङ्कमा गएर हेर्नु होला, तपाईँले यसको ट्र्याक त्यहाँ पाउनुहुन्छ। अनि सँगसँगै बजाएर मेरो वाट्सएप नम्बर मैले यहाँ राखिदिएको छु, तपाईँले मेरो वाट्सएप नम्बरमा सेन्ड गर्न सक्नुहुन्छ कस्तो बजाउनु भएको छ। अनि जसको राम्रो हुन्छ म त्यसकोलाई चाहिँ एकचोटि पोस्ट पनि गर्नेछु है त मेरो च्यानलमा, तपाईँ जसले राम्रो बजाउनुहुन्छ। ल हुन्छ, थ्याङ्क यू सो मच। लेसन 1 र लेसन 2 दुइटैलाई गर्नु होला है। अनि ट्र्याक चाहिँ मैले अलिक स्लोमा राखिदिएको छु, तपाईँले बजाउन सक्नुहोस् भनेर। अनि तपाईँलाई अलिकति छिटो चाहिन्छ भने तपाईँले त्यो ट्र्याकको टेम्पोलाई चाहिँ चेन्ज गरेर, मैले एउटा लेसन बनाएको थियो म्युजिक स्पिड चेन्जर भनेर, त्यसमा गएर तपाईँले अलिकति त्यो ट्र्याकलाई पनि स्पिडलाई पनि बढाउन सक्नुहुन्छ। ल हुन्छ, नयाँ लेसनमा भेटौँला। तपाईँलाई धन्यवाद, नमस्ते।